नमस्ते साथीहरू, तपाईँले चाहिँ यहाँ दरारा देखिरहनु भएको छ सुरुमै। र आज चाहिँ हामी होइन अब नानीहरूको छुट्टीको दिन चाहिँ यसो चिसो चिसो हावा खान जाउँ भनेर चाहिँ धेरै गर्मी भइरहेको थियो नि त रुममा। अनि गइरहेका थियौँ र हामी चाहिँ कहाँ जाने भने कहाँ पुग्यौँ है, हामी चाहिँ ड्रिमल्यान्ड पार्कमा पुग्यौँ। र हामीले चाहिँ त्यहाँ टिकट सिकट गरेर चाहिँ हामी भित्र छिर्यौँ। र भित्र छिरेपछि केटाकेटीहरू खेल्ने ठाउँ चाहिँ एकदमै धेरै रहेछ है, ठुलो मान्छेलाई भन्दा पनि होइन। अनि लिची पनि टिपेर खान पाइन्छ अरे भन्थ्यो, तर लिचीको चाहिँ सबै बोट मात्रै रहेछ कि साथीहरू, सबै चाहिँ सकिसकेको रहेछ। तैपनि हामी केटाकेटीसँग आइसकेपछि यसो नानीहरूलाई खेलाउन त भन्दै केटाकेटीहरू खेल्दै यताउता गर्दै गर्न थाल्यौँ। अनि हामी चाहिँ यताउता म चाहिँ घुम्दै, पहिला मैले भिडियोलाई खिचेँ होइन, थोरै भिडियो मैले धेरै त कभर गर्न सकेन, तर केटाकेटीलाई खेल्नको लागि चाहिँ भने चाहिँ एकदमै राम्रो ठाउँ रहेछ होइन। तर हामी जस्तो अलिकति बुढाबुढी मान्छेलाई चाहिँ गएर खासै केही पनि काम रहेनछ होइन। अनि हामी चाहिँ घुमघाम यसरी एकदमै हरियाली थियो, फुलहरू पनि एकदमै धेरै फुलेको थियो हेर्नु त पहलमा, एकदमै धेरै है। यस्तो बच्चाहरूको लागि चाहिँ एकदमै रमाइलो ठाउँ रहेछ। तपाईँहरू पनि जानुभएको छैन भने चाहिँ जानुहोस् होला है होइन। मभन्दा अगाडि गइसक्नु भएको पनि हुनुहुन्छ तपाईँहरू, तर जानुभएको छैन भने चाहिँ जानुहोस्, घुमघाम गर्नुहोस् होइन। नानी बाबुहरूको छुट्टीको दिनमा यदि बिर्तामोड एरियाको नजिक हुनुहुन्छ भने चाहिँ हजुरहरू जान सक्नुहुनेछ। यता कछुवा छ, यता यो के हो मलाई नाम पनि थाहा छैन। अनि यहाँ चाहिँ हाम्रो साली बहिनीहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ एकदम बबाल तरिकाले होइन। अनि यहाँ यसो केटाकेटीलाई हेर्नको लागि चाहिँ धेरै कुराहरू चाहिँ राखिएको रहेछ होइन। तर हाम्रो चाहिँ काम नहुने कि यहाँनिर। र पनि मैले थोरै चाहिँ भिडियोलाई चाहिँ गरेको छु। यहाँ चाहिँ हावा खाने ठाउँ रहेछ क्या, कस्तो चिसो हावा दिएको। अनि एकदमै मोटोहरू रहेछ है। अनि फोहोरहरू व्यवस्थापन गर्ने एकदमै मोटो पत्लो होइन, के सबैलाई चाहिँ बनाएर चाहिँ राखिदिएको रहेछ। एकदम राम्रो छ होइन। तर गर्मी धेरै भयो, सायद गर्मीको सिजन भएर होला, गर्मी एकदमै भइरहेको थियो। र पनि हामी चाहिँ दुःख सुख घुमघाम गऱ्यौँ। र हामी चाहिँ यसरी घुमिरहेका थियौँ। मैले चाहिँ फोटो भिडियो गर्दै हिँडेँ। म चाहिँ फिलिलिली कुदिरहेको छु कि यतिर चाहिँ। मैले सुरुमा चाहिँ भिडियो मात्रै क्याप्चर गर्ने, अनि त्यसपछि मात्रै मैले चाहिँ अनि घुमघाम केटाकेटीसँग चाहिँ खेल्ने भनेको सबै खेलेको ओरेको होइन, घुमिफिरी गरेको चाहिँ मैले क्याप्चर गर्न सकेन। अनि त्यही भएर यस्तो छ। ड्याङ घुमाइ हाम्रो होइन। यहाँ चाहिँ बाघ होइन, चितुवा होला। यो के हो, बाघ हो कि चितुवा हो? यस्तै छ है, हरियाली। सुलुलुलु यहाँ पर चाहिँ के हो, यो हात्ती मेरा साथी। अनि यता चाहिँ घोडाहरू पनि रहेछ। अनि यहाँ चाहिँ ठुलो गुम्बा पनि रहेछ है। गुम्बा नै होला, टाढाबाट हेरेको, नजिकबाट त खिचेन मैले होइन। मान्छेको अगाडि फोन तेर्साउने लाज मर्दो खालको छ नि त हो। त्यही भएर चाहिँ लुकी कोही नभएको बेलामा खिच्ने होइन, मान्छे भएको बेलामा नखिच्ने। यो पर देखिएको चाहिँ स्विमिङ पुल रहेछ। अनि त्यहाँ चाहिँ धेरै भाइ बहिनीहरू चाहिँ नुहाउँदै हुनुहुन्थ्यो ट्याक्कै लाएर। तर यहाँ मेरो भिडियोमा चाहिँ थोरै मात्रै देखिनु भएको छ, जतिले फोन छ नि त हो भाइजूहरू। यहाँ छ शौचालय, सार्वजनिक शौचालय, लिचीबारी। यो के रहेछ, पानी झर्दै रहेछ माथिबाट। लिची गाडीभित्र पस्यौँ हामी। मिर्गा है यो।
एकदम हरियो हरियो छ है, हरियो बारी, हरियो करिस्ता बारी भन्न नमिल्ने हरियो बारी, हरियो पार्क। तल फेरिमा लान्छ। यहाँ चढ्न 50 रुपियाँ, 50 रुपियाँ पैसा। लास्टमा चाहिँ यहाँ नानीहरूलाई चाहिँ गाडी कुदाउन लगाएर होइन, के भन्छ यसलाई थाहा त छैन है मलाई, घार्रा घुर्रा गाडी कुदाउन लगाएर अनि हामी चाहिँ फर्क्यौँ। गर्मी जति नै शीतल भए पनि गर्मी थियो है, पानी पनि धेरै खायौँ र पनि गर्मी भएपछि हामी घर आयौँ। थ्याङ्क यू।